फुरिसकेको छ मजाले। अब एकछिनमा यसलाई म चाहिँ पकाइदिन्छु है। राम्रो यसरी फुल्छ। अब यसलाई हामी पकाउने हो। हेर्न सक्नुहुन्छ अब हाम्रो डो तयार भइसक्यो, पिठो लगाइसक्यो। हामीले बिहान बनाएको थियौँ, बिहान पाउरोटीहरू बिहान बनाएको हो। फेरि कम पुग्ने भएर अलि मार्केटमा अहिले बढी गइरहेको छ नि त, त्यही भएर अलि बढी चाहिने हुनाले हामीले फेरि थपिरहेछौँ। ट्रेहरू त्यो पुरा तयारी भइसक्यो। बिहान बनाएको रहेछ अन्त पाउरोटीहरू अनि क्रिम रोलहरू सबै हो। यो रोलहरू यसमा क्रिम हालेर बिहान हामी प्याकिङ। आधी घन्टाको मेहनतपछि हामीले यसरी थिचिसक्यौँ। अब यसको काम भनेको भोलि बिहान हुन्छ। भोलि बिहान हामी यसलाई 7-8 घन्टा पुऱ्याउनु यो केही समयको मेहनतपछि पाउरोटी पनि त्यस्तो भएको छ। मैले पक्राएर निकालिदिइसकेँ है। ल पाउरोटीहरू हाम्रो त्यसरी हुनुपर्छ। केही समयको मेहनतपछि यतिको भयो भनौँ न। यो घरको छोरा आमा मात्र होला सायद। अँध्यारो छ है, अँध्यारो छ। यतिको चल्यो। मेसिन स्टार्ट हानिदिइरहेको, मेसिन स्टार्ट हानिदिइरहेको, मेसिन स्टार्ट। उता आमा दादा हुनुहुन्छ चलाइरहेको। मेसिन स्टार्ट भयो अनि आधी घन्टा जति त अब उठ्नै हुन्छ। किन भन्दाखेरि आधी घन्टा जति त्यसलाई तास्नै लाग्छ। बाँकी